म 22 वर्षको भएँ होइन र मलाई जिन्दगीमा मैले के गर्न चाहन्छु मलाई थाहा छैन कि तर आइएम फाइन विथ द्याट कि किनकि धेरै जस्तो मान्छेहरू हुनुहुन्छ नि उहाँहरूलाई क्ल्यारिटी नै छैन कि जिन्दगीमा उहाँहरू के चाहनुहुन्छ के गर्न चाहनुहुन्छ र के बन्न चाहनुहुन्छ भनेर होइन सो आइम इट्स कम्प्लिटली फाइन टु नट नो वाट यु वान बी इन फ्युचर के तर तर अचम्मको कुरा के छ भन्दाखेरि हामी अरूहरूको जिन्दगीमा झाक्न थाल्छौँ भनौँ न हेर्न थाल्छौँ र हामीले किन उहाँहरू जस्तो गर्न सकिरहेको छैनौँ भनेर आफूलाई त्योसँग कम्पेयर गर्न थाल्छौँ कि र त्यो गलत कुरा हो कि होइन सबैजना मान्छेहरू आफ्नै छुट्टै स्पेसियालिटीको साथ जन्मेको हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ होइन सो सबैजनाको केही न केही खुबी होला केही न केही गर्ने इच्छा शक्ति हुन्छ जस्तो लाग्छ कि होइन र हामी आफ्नो जर्नीमा चाहिँ लागिपऱ्यौँ भने त्यो हामीले पक्कै पनि भेट्छौँ जस्तो लाग्छ होइन तर मान्छेहरूको चाहिँ कस्तो बानी छ भन्दाखेरि आई डोन्ट नो वाट दे आर वेटिङ फर हामी कुनै एउटा म्याजिकल पावर अथवा हुन्छ नि एउटा नदेखिने नदेखिने शक्तिको प्रयासमा छौँ कि लाइक खोजीमा छौँ कि हुन्छ नि केही कुरा अचानक शक्ति ममा आउँला र म अचानक एकैचोटि खत्रै हुम्ला भन्ने मान्छेहरूको सोच हुन्छ कि त्यो चाहिँ एकदम गलत हो कि होइन किनकि यु माइट नट नो द डेस्टिनेसन बट यु नो द जर्नी के सो ट्राई टु इन्जोय द जर्नी होइन तपाईँले जब जर्नीलाई इन्जोय गर्नुहुन्छ नि तपाईँ पक्कै पनि यदि जर्नी इन्जोय गर्नुभएको छ भने राम्रो डेस्टिनेसनमा पुग्नुहुन्छ जस्तो लाग्छ कि मलाई होइन सो जिन्दगीमा क्ल्यारिटी भन्ने कुरा चाहिँ आफ्नो जर्नीलाई इन्जोय गर्दाखेरि नै पाइन्छ जस्तो लाग्छ कि सो यु गाइज have a better journey and for sure you guys will get a better clarity with your life.